हेलो एभ्रिवान, आज चाहिँ म बिहान रेडी भएर चाहिँ खेताला जाने थिएँ। बिहान भन्दा पनि 9:30 भएको थियो। खेताला जानुभन्दा अगाडि चाहिँ मैले खाएँ खाना भात दाल अचार अनि आलुको सब्जी होइन, एकदमै मिठो भएको थियो। अन्त मजाले खाना खाएर चाहिँ म चाहिँ लागेँ काँटा बोकेर माथिल्लो घरतिर खेताला होइन। हेर्नु नि मेरो काँटा चाहिँ कत्रो लामो थियो। म चाहिँ लामो काँटामा खन्नु पुरा अप्ठ्यारो हुन्छ होइन। अन्त मलाई चाहिँ नानीले सोध्दै थियो, माइजू कहाँ जानु भएको भन्दा अनि म चाहिँ खेताला गएको है भन्दै चाहिँ हिँडेँ। अनि माथिल्लो घर गएर हेर्नु नानीहरूले चाहिँ यो पेन कस्तो क्युट है, कलर कलरको पहिला हामीले पनि लेख्थ्यौँ स्कुल पढ्दाखेरि। अन्त यहाँनिर चाहिँ नानीहरू खेल्दै रहेछ, पेनको लागि डिस्कस पर्दै दुईजना हो, रिसी गर्दै खेल्दै थियो। त्यहाँदेखि चाहिँ हामीले बारी खनिसकेर चाहिँ हामी एकछिन रेस्ट गऱ्यौँ चिया पानी खानुको लागि। भिडियो बनाऊँ भनेको बारी खन्दै गरेको, तर हामीले चाहिँ फोन राख्ने स्ट्यान्ड नभएर चाहिँ मैले त्यसरी बनाइनँ। अनि काकाले चाहिँ यहाँ जोत्दै थियो अनि हामी चाहिँ टुने बुढी लिएर चाहिँ म चाहिँ साइडमा रोपिदिनु भन्नुभएको थियो। अनि त्यो साइडमा रोप्नुलाई गएँ। अन्त यो चाहिँ कालो बोडी, यो कालो बोडी पनि रोप्दै थियौँ बिचबिचमा, मकै छर्दै बिचबिचमा। यहाँनिर चाहिँ उसले चाहिँ बारी खन्दै रोपिरहेको थियो नि त बोडी चाहिँ, कालो बोडी चाहिँ। अन्त उसले चाहिँ मजाले रोप्छ, मलाई चाहिँ सिकाउँदै त्यस्तो गर्नु है भन्दै। त्यहाँदेखि चाहिँ खाजा खाने बेला भयो। त्यहाँदेखि हामीले चाहिँ खाजामा खायौँ मेगी होइन। त्यहाँदेखि चाहिँ हामीले खायौँ लङ्केको तरुल होइन, हामी तिनजना बसेर। अन्त कस्तो मिठो भएको क्या, अचारसँग हामी सबैजना गफ गर्दै खाँदिरहेको थियौँ। कस्तो मिठो मजा आइरहेको थियो होइन। यति मिठो थियो यो लङ्के चाहिँ होइन। कसलाई मनपर्छ भन्नुहोस् ल, मलाई चाहिँ धेरै मनपर्छ। त्यहाँदेखि चाहिँ त्यो घरको बारी सकेर चाहिँ हामी गयौँ अर्को बारी, म र कृतिका चाहिँ अर्को परको बारी गयौँ। हेर्दै हेर्दै नजारा हेर्दै होइन, लाटी जस्तो देखेको म त। अन्त त्यहाँदेखि त्यहाँ गएर चाहिँ हामीले खन्यौँ अदुवा होइन। अदुवा खनेर चाहिँ एक डोको निस्केर चाहिँ हामीले चाहिँ राख्ने जग्गा बनाउने थियो। उहिलेको प्रकारले चाहिँ यसरी राख्थ्यो अरे, यसरी राख्नु भन्दै थियो। अनि यहाँनिर पनि काकाले चाहिँ उयो जोत्नु हुँदै थियो, बारी जोत्नु हुँदै थियो। हामी चाहिँ यहाँनिर खोर्सानी रोप्नु तिमीहरू भनेर सिकाउँदै यहाँनिर सुमा कराउँदै हामीलाई चाहिँ यहाँ बारी जोतिदिनु हुँदै थियो होइन। अन्त हामीले चाहिँ ड्युटी छुट्टी भयो, छुट्टी भएर चाहिँ म चाहिँ यसरी दुईवटा काँटा झुन्डाएर चाहिँ घर फर्किँदैछु होइन। बहिनी चाहिँ फोन हेर्दै थियो। अन्त हेर्नु नि बाटो, अन्त आज मेरो खुट्टा हेरिहाल्नु, मेरो हात हेर चोट पनि लाग्यो होइन। यति दुःख गर्नुपर्छ बस्ती साइडतिर चाहिँ, धेरै दुःख गर्नुपर्छ। बाई बाई एभ्रिवान, मन